हेलो गाइस चाहिँ आराम हुन्छ सबैजना। म चाहिँ आज दाइको घर भाइको घर जाँदैछु। उहिलेदेखि भाइ र दाइले बोलाएको गरेर आज चल हिँड बहिनी जाम भनेर बहिनीलाई फकाएँ। बहिनीले चाहिँ हुन्छ भनेर अनि त्यसपछि अब स्कुटी मैले चलाएन, बहिनीले दिएँ किनभने बहिनीले अब भिडियो बनाउनु जान्दैन त्यति राम्रोसित। त्यही म आफै भिडियो बनाउनु लागि बहिनीले चलाउन भने किनभने मेरो बहिनी पनि ट्यालेन्ट छ नि, त्यो स्कुटी उडाउँछ मेरो बहिनीले पनि। अनि दिदी पनि सारा रा भाइको घरतिर हिँड्यौँ। भाइको घरतिर धेरै ठ्याक्क अब हामी चाहिँ फर्सिटिगर पुना लाग्यौँ। फर्सिटिगर पुग्यौँ। फर्सिटी पुग्दाखेरि त सानो हुँदाको याद आयो। सानो हुँदाखेरि हामी सब दिदीबहिनीहरू आउँदाखेरि हामी फिल्म हेर्न आउने कि फर्सिटिगर फिल्म हेर्न आउँथ्यौँ। मजाले हिँडेर फर्सिटिगर फिल्म हेर्न एउटा फिल्म हुन्थ्यो त्यही हेर्न आउँथ्यौँ फिल्म हेर्न। अनि म चाहिँ मानपकडी पुगिसकेँ गाइज होइन। अब धेरै बनायो भने लामो हुँदाखेरि गाह्रो हुन्छ, तपाईँहरूलाई पनि मन पर्दैन कति बोलीकी छि यो मन्जु कति फतौरी छि भन्नुहुन्छ। त्यही भएर म थोरै बनाइरहेको छु। तर अब दाइको गाउँको भ्युज त मलाई खिच्नै मन लाग्यो, त्यही भएर मैले लामो खिचेँ है। त्यसको लागि सरी। यो चाहिँ हाम्रो दाइको घर हेर्नु है, पिङ्क कलरको ठ्याक्क हाम्रो दाइको घर। अनि भाउजी त भेटेको थियो त्यहाँ, त भेटेपछि त भिडियो बनाउन पाएन। त्यसपछि यसो घुमेर आएर भाइ यता आएँ। भाइको घर आउँदाखेरि त यहाँ त मजाले हेर्नु खसी काटेर ढालेर रे ओहो म त पत्याउनै सकेन। भाइले आइज खसी काटेर खुवाउँछु भन्दा त नभन्दै मेरो भाइले खसी खुवायो मेरो भाइले, थ्याङ्क यू। अनि मेरो बुहारीले मजाले रगरी मसला पिसिराख्नु छ। धेरै नपिस्नु के बुहारी, थोरै पिस्नु हे, धेरै पिरो नखाने धेरै मसला नखाने भन्दा के गर्ने। भाइले अब यति पिसा भने भन्नुभयो ल। अनि भाउजू पनि उता मजाले सुई प्याज छिलिराख्नु भएको थियो। अनि भाइले के भन्यो कि छन्न यस्तो हेऱ्यो। अनि दुइटै मेरो भदैनी। अनि एउटा मास्टर बनेछ नि, एउटा फेरि कपाल कतार्दै। त्यसमा चाहिँ हाम्रो भाइकै भुइँ धुरे घर। यहाँ नल्का छ कि कति राम्रो। अनि आमा हात धुनुभयो, भाइको आमा मेरो आमा नि। अनि त्यसपछि बुहारीले ल दिदी यहाँ हेर्नु पानी आयो भनेर पानी आएको देखेँ। त्यसपछि हामी यता भित्रतिर गयौँ। बाहिर जाँदा त ओहो कति मजाको लौका फलेको के बाबा हो, गोलो लौका कति राम्रो के झपक्कै कति देख्दा नि वाउ भने। त्यसपछि यो लौका कसले फलाएको भन्दा त हाम्री भुन्तुरीले पानी हालेर फलाएको रहेछिन्। अनि तिमीले फलाएको भन्दाखेरि त लजाएर कस्ती गरेकी थिइन् लजाएर कस्तो गरी थिइन्। पछि गएर तिर्सल तिमीले पनि हो भनेको त बोलेन लाजले दुइटै फुतुक्कै भएकान्। त्यसपछि उता हेर्छु त मासु झ्याम काटिरहेछन्। एकछिन म त उता हेर्छु भैँसी रहेछन् या भैँसी पनि भाइले पालेको रहेछ भने। अनि यो भैँसीलाई चारो दिने मसिन रहेछ। अनि चारो दिने मसिन रहेछ गाइज। यही हो मेरो ब्लग, हेर्नु कस्तो लाग्यो भन्नु ला। ओके बाई बाई बाई।